तपाईँहरूको दिनको सुरुवात आज कसरी भयो होला? र आजको दिउँसोको समय तपाईँ के गर्दै हुनुहुन्छ? र तपाईँको आजको दिउँसोको विशेष तपाईँको दिउँसोको खाजामा आज के भयो त? मेरो आज आफ्नै करेसोबारीको भन्न त मिल्दैन, आफ्नै छिमेकीको करेसोबारीबाट चोरेर ल्याएको एउटा हरियो मकै छ। अनि आफ्नै छिमेकीको घरबाट एउटा सिलौटो चोरेर हरियो खुर्सानीहरू चोरेर मजाले ल्यास पारेर किनेर लिएर आएको एउटा हरियो खुर्सानी अचार मजाले बनाएर लिएर आएको छु। अनि यो अचार र यो हरियो मकैले मजाले स्याट्ट पारेर खायो भने कस्तो होला त आजको दिनको स्वाद? पक्कै पनि तपाईँहरू मोमो, चाउमिन अनि पिज्जा, बर्गर अनि तपाईँहरू समोसा अनि अनेक प्रकारका बजारमा बनाएको तेलमा तारेको चिजहरू खाँदै हुनुहुन्छ होइन त? अब छोड्नुहोस् त्यो खाजाहरू, अब खानुहोस् आफ्नै करेसोबारीको हरियो अर्ग्यानिक चिजहरूलाई खाने बानी गर्नुहोस् र स्वस्थ रहौँ, सुखी जीवन रहौँ भन्ने नाराको साथ हामी अगाडि बढ्नुपर्छ। तपाईँ जुनै सहरदेखि, जुनै समुद्र, जुनै विश्वभरि छरिरहेको जुनै कुप्चाबाट, जुनै पनि पालबाट हेरेर नसक्नु कृपया भिडियोलाई एकचोटि सेयर अनि कमेन्ट चाहिँ गर्नुपर्ने हुन्छ। आजको यो दिनको सुरुवातलाई म एकदम सुरुवात गर्न गएको छु। आजको दिनको मेरो खाजा हरियो मकै, त्यो पनि मैले छोडाएर खाने छैन। यो मकैले चाहिँ मैले मुसा टाइममा खानेछु। यसरी खाँदा झन् आफ्नै करेसोबारी जस्तै लाग्ने चोरेर ल्याएको मकै पनि तर यस्तो मिठो। यसरी खाँदाखेरि अर्ग्यानिक हुन्छ। यसरी खाएर चपाइसकेपछि यो ल्यास पारेर पिनेर लिएर आएको अचारलाई पनि टुक्क पारिदिउँ। कस्तो होला त यो खाइसकेपछि? स्वास्थ्य कस्तो होला त? तपाईँ आफै जान्नुहुन्छ आफ्नै अर्ग्यानिक खाँदाखेरिको स्वास्थ्यमा चाहिँ कस्तो हुनुहुन्छ भनेर। बजारको कुनै पनि मैदाबाट बनाएको चिजहरू नखाउँ, यस्तै गाउँकै अर्ग्यानिक चिजहरू खाउँ। यस्तै तपाईँ जुनै सहर क्षेत्रबाट हेरिरहनु भएको छ भने कृपया यो भिडियोलाई हेरेर तपाईँले सबै साथीहरूलाई सबै संसारमा यो भिडियोलाई सेयर गरेर संसारभरि नै रहेको मानिसहरूलाई अर्ग्यानिक नै खाउँ भन्ने नाटक साथ यो भिडियोलाई चाहिँ एक लाइक अनि सेयर अनि कमेन्ट गरेर तपाईँले नमन गरिदिनु होला। नमस्कार।